हेर्नु न कस्तो राम्रो के है बस्छु जस्तो ठाउँ कि हरियाली ठाउँ है पछि मन्दिर गएको थिएँ है त्यो भएकोले गर्दा पनि कस्तो राम्रो के ठाउँ के अनि के कस्तो राम्रो के बस्छौँ यतै होइन केही नखाइ बस्छौँ जस्तो हुने के यो मन्दिर गएर आएको है म त सुतिरहेको थिएँ दादाले भन्यो है उठे मन्दिर घुमेर जाऊँ चाहिँ चिसो हावापानी हुन्छ कस्तो राम्रो बाटोको दबाईको हुन्छ नि पानी पनि कति राम्रो के चट्ट लगाएको पानी है कति सफा म त कस्तो अचम्म लाग्यो क्या अनि यहाँ तलतिर होइन एउटा दिदीले उयो गर्छ कि टिकट काट्दो रहेछ टिकट चाहिँ 20 रुपियाँ यही हो हेर्नु गाइस है अनि यहाँ चाहिँ हेर्नु हाम्रो गेटपाले दिदी हुनुहुन्छ होइन पुरा एउटा मात्र यो समात्नु त एउटा म च्याट दिन्छु किन च्याट्ने नि ल उता लगेर दिनु ल कता यो पनि च्याटेर दिने हो खै यो समात्नु त च्याट दिन्छु म ल ओके थ्याङ्क यू च्याट दिएकोमा है लाग्यो है यहाँ चाहिँ कस्तो राम्रो पुल छ होइन यहाँ आउनुहोस् चट्टसँगले यहाँ आउनुहोस् यहाँ होइन चट्टसँगले रमाइलो इन्जोय गर्नुहोस् है म के भन्छु भनेमा होइन चट्टसँगले लाएर है एकचोटि कस्तो भन्दाखेरिमा नि कति धेरै कि राम्रो रमाइलो के यहाँको वातावरणै कस्तो चिसो के एसी नचाहिदिने कि उता हेर्नु न काठमाडौँ यता है म चाहिँ खासमा बनेपा बस्छु है अनि त्यो भएको कारणले गर्दाखेरि पनि हेर्नुहोस् कस्तो राम्रो के सचारैतिर के एकदम राम्रो के हो म त त्यो माथिको होइन माथिको गाउँमा गएर घर बनाएर बस्छु जस्तो लाग्छ कि बिहानै चिसो ठन्डा होइन अनि त्यहाँ चाहिँ हेर्नु न पहिरो गइरहेछ है साथीहरू हेरेर है ल है रेमन राईले होइन घर गएर अब ब्लग बनाउनु थालेको छ यस्तो चाहिँ नभन केटा हो होइन तर लाइक होइन यहाँ चाहिँ तिमीहरू पनि आऊ कि एकचोटि रोल्पा रुकुम भन्छौ नि त्योभन्दा पनि बेस्ट छ कि चिसो कस्तो दामी चिसो छ है कति रमाइलो के अनि यो पुल हेरौँ न पुलमा हिँड्दा त कस्तो आनन्द आइरहेछ के होइन हुन्छ नि त ल ओके अहिले एकछिनमा म फेरि तपाईँहरूलाई म भेट्छु पार्ट 2 मा ओके गाइज आफू त है गरिबको छोरा पऱ्यो यी हेर्नु न मोबाइलबाटै भ्लग बनाउँदै हिँड्दैछु हो गाइजहरू यसो सेयर फलो गर है केटा बेसी जस्तो त होइन रोल्पाली प्युठानी अनि उता छ नि हो त्यस्तै हो मेरो घर चाहिँ भनेको त्यो माथिको भनेर के भन्ने होइन गाइजहरू है गाह्रो छ ओके गाइज आजको लागि यति नै ओके